तपाईँले अस्ट्रेलिया एप्लाई गर्दाखेरि नेपाल सरकारलाई तिरेको ट्याक्स रिटर्न भयो कि भएन? अनि नर्मली रिटर्न त हुँदैन जसको भिजा लागेको हुन्छ अनि फेरि जसको भिजा रिजेक्ट भएको हुन्छ नि त उहाँहरूको चाहिँ होइन नेपाल सरकारले चाहिँ ट्याक्स रिटर्न गरिदिन्छ ब्याङ्कमा भनेर चाहिँ भन्नुभएको थियो होइन ब्याङ्कबाट। अनि मैले चाहिँ होइन 4 वर्ष अगाडि अस्ट्रेलिया एप्लाई गर्दाखेरि 3 महिना जति लागेको थियो क्या मेरो भिजा लज गरेदेखि भिजा डिसिजन आउन। अनि मेरो भिजा रिजेक्सन त भएको थियो अनि कलेजबाट पनि होइन मेरो फी चाहिँ होइन पुरै रिफन्ड भइसकेको थियो। बट हामीले ब्याङ्कमा चाहिँ करेन्ट एकाउन्ट खोलेर त्यो करेन्ट एकाउन्ट खोल्नको लागि 5000 जति लाग्छ नि त डिपोजिट राख्न मात्रै। अनि त्यहाँ चाहिँ रिफन्ड हुन्छ भाइ तिम्रो नेपाल सरकारलाई तिरेको होइन ट्याक्सको भनेर मलाई भन्नुभएको थियो। अनि यत्रो 4 वर्षसम्म हुँदाखेरि पनि अहिलेसम्म रिटर्न चाहिँ आएको थिएन के। अनि मैले त्यो करेन्ट एकाउन्ट पनि होइन बेकार पैसा मात्रै यति बसिरहेछ होइन केही युज छैन भनेर त्यो करेन्ट एकाउन्ट पनि बन्द गरिसकेँ। बट अहिलेसम्म पनि मैले धेरैलाई सोधेको होइन कसैको पनि ट्याक्स रिटर्न आएकै छैन क्या। त्यो ट्याक्स रिटर्न पनि कति 30,000 जति थियो होइन। अनि त्यो पैसा कहाँ गइरहेछ क्या हामीलाई फिर्ता चाहियो नि त।